आज हामीसँग हुनुहुन्छ नेपालको कर्णाली अञ्चल विकट जिल्ला मुगु सुर गाउँपालिका वडा नम्बर 3 मा जन्मिनुभएका लोकगायक श्री विष्णुबहादुर साईज्यू। स्वागत छ हजुरलाई। धन्यवाद। हजुरलाई पछिल्लो समयमा कतिवटा भाकाहरू रेकर्ड गर्नुभएको थियो? छैन। त्यसो भए पहिलो पटक मात्रै हो पहिलो प्रस्तुति? हजुर हजुर, पहिलो प्रस्तुति मात्रै भएपछि कतिवटा भाकाहरू थिए? 4वटा भाकाहरू थिए। 4वटा भाकाहरू मात्रै थिए? हजुर। 4वटा भाकाहरू भएपछि सबै आफ्नै स्वरमा हो कि? 2टा टेकबहादुर बोगटीले गाउनु भएको थियो, 2टा आफ्नै स्वरमा हो। अनि टेकबहादुर बोगटीले गाएको फरक छ होइन? हजुर। तपाईँले मात्रै गाउनुभएको 2टा के हुन्? मैले गाएको शान्ति नेपाल र यो दिल साँचो छ भन्ने हो। यो दिल साँचो छ भाकामा एकछिन गाइदिनु न। ल। ए आरामी ल्यो पिपलु छायाले घुमिराख्छु म तिम्रै मायाले। यो दिल साँचो छ, यो दिल साँचो छ, हजुर मलाई त तिम्रै खाँचो छ। यस्तो भाकामा थियो एउटा। अर्को एउटा शान्ति नेपाल भन्ने। हुँदैन देशको विकास शान्ति नेपाल, भइगो बुढी हाल, हेर नि देशमा के हाल। ज्यानको बाजी लगाइकन शान्ति नेपाल, कोही मर्दा बिकाल, हेर नि देशमा के हाल। यस्तो यस्तो भाकामा गाएको थिएँ मैले आफ्नो स्वरमा। त्यो कति कुन सालमा हो त्यो शान्ति? 2061-62 हो। अनि त्यसपछि कति सालपछि शान्ति भयो? यो त धेरै पछि भयो शान्ति, कमसेकम 12-14 सालभन्दा पछि शान्त भयो। तपाईँको गीत कति कट्यो, कतिसम्म दर्शकहरूले गरेर सुने? मेरो चाहिँ आफ्नो जे होस् लगानीभन्दा अलिकति आफूलाई आयो, तर कट्यो 3000-4000 क्यासेट त कट्यो आफ्नो। अब दर्शकहरूले शान्ति नेपाल भन्ने गीत सुनेर कतिको अलि शान्त भयो होला जस्तो लाग्छ तपाईँलाई? अलि मलाई त सबैले भने ठिकै राम्रै छ, ठिक गर्नुभयो भनेर सबैबाट अलि सुने मैले। त्यो अलिक त्यो जस अब बजारमा हिँड्दाखेरि जस्तै अब तपाईँ धेरै जसो माइन्दानतिर जानुहुन्छ होइन? हजुर हजुर, माइन्दान जानुहुन्छ। माइन्दानतिर तपाईँको गीत कति % बजेको पाइयो? मेरो त्यति राम्रो त थिएन, अलि ठिकै मिडियममा कटे जस त्यस्तै बजेको थियो। त्यसो भए त्यति त चलेन? त्यति चलेन अलि। शान्ति नेपाल भन्ने गीतमा त अलि चल्नुपर्ने हो, त्यतिखेर त शान्ति थिएन नि त? त्यतिखेर जस अलि भिडान्ते जस्तो पनि थियो, यताउति थियो। शान्ति नेपाल अर्को गीत के अरे तपाईँको भर्खरै गाउनुभएको थियो? यो दिल साँचो छ। यो दिल साँचो छ, हजुर मलाई त तिम्रै खाँचो छ भन्ने। यो दिल साँचो छ भन्ने एक माया प्रीति पऱ्यो नि? हजुर, माया प्रीतिमा गयो। माया प्रीति पऱ्यो। त्यसो भए बजारमा अलिकति भयो, कट्यो, धेरै कटेन। त्योभन्दा पछिल्लो तयारी हुनुहुन्न थियो गीतहरू? तयार त धेरै छन्, तर आफ्नो परिस्थितिले गर्दा रोकेको छु। परिस्थिति अरू थोडा उ भयो भने फेरि तुरुन्तै निकाल्ने प्रयास गरिराखेको छु। अब त्यसो भए पछिल्लो पटक तपाईँले तयारी धेरै गर्नुभएको छ? हजुर। तयारी गरेको पनि काम लागेन। अब तयारी हुँदैछ, पछिका दिनहरूमा रेकर्ड गर्ने तयारीमा हुनुहुन्छ? हजुर हजुर। अब तपाईँको कर्णाली अञ्चल मुगु जिल्ला अब भन्ने ठाउँ त अलिकति विकटै हो होइन? यो विकट ठाउँमा जन्मिएर अब यसमा यो कर्णाली अञ्चलमा त धेरैजसो देउडा गीत मन पराउँछन् गाउन। तपाईँले चाहिँ किन लोकगीत मन पराउनु भयो? यो हाम्रो यो विकट ठाउँमा यो कर्णाली अञ्चलभरि हाम्रो देउडा दोहोरी हो गाउने, तर यो स्वरले सार्न दिएको हुनाले अलिकति यसमा लोकदोहोरीमा गए
मैले सोधेभन्दा अरू कुनै केही कुरा सोधेको भए हुन्थ्यो भन्ने केही छ? छैन। त्यसो भए हजुरलाई धेरै धेरै धन्यवाद। हजुरको अमूल्य समय दिनुभएकोमा हजुरलाई धन्यवाद। धन्यवाद। अब जाँदै हजुरले दर्शकहरूलाई के भन्न चाहनुहुन्छ? जाँदै म के भन्न चाहन्छु भने पहिलो जो एल्बम निकालियो त्यसमा सुनेका दर्शकहरूले पनि राम्रो मानेर नराम्रो माने योभन्दा पछाडिको यो लोक दोहोरी तयार पारेको छु, त्यसमा सुनिदिनु होला भनेर म सबैलाई यो आग्रह गरेको छु। म ल्याउने तर्फमा छु। समयको परिस्थिति मिलाएर अवश्य नै अगाडि बढ्नेछु, त्यही भन्न चाहन्छु म। ल, धन्यवाद। धन्यवाद।